Welcome back my YouTube channel है। आज बिगिनर यो रुखको धन्द्रोभित्र चाहिँ म मल कटाउन गइरहेको छु। हामी चाहिँ जङ्गली मल पनि युज गर्छौँ बिगुनिया फुलमा चाहिँ। त्यो जङ्गली मल चाहिँ कस्तो भन्दाखेरि यो रुख कुहिएर डिकम्पोज भएको कुहिएको त्यो मल हुन्छ नि यस्तो त्यसलाई प्रयोग गर्छु। एकदमै राम्रो छ। यसमा चाहिँ हामीले गाईको मल पुरानो गाईको मल हो त्यहाँदेखि फलुवा यो गाईको यो यो भित्र यस्तो डरलाग्दो छ। ओडाल छ ओडाल यसरी कुहिएर झरेको यो रुख चाहिँ है। यो रुख यसरी कुहिएर झरेको छ। यस्तो हुन्छ यस्तोको मल सबले लगिसकेको छ। पहिल्यै लगिसकेको अलिअलि मात्रै रहेछ। सबै मान्छेले आएर कोट्याएर लगिसकेको छ। यो रुख चाहिँ बाहिरबाट हेर्दा त्यो रुखै जस्तो देख्छ। यो पट यस्तो भएको छ टोनल एकदमै राम्रो यहाँदेखि त्यो बाइक माथि पनि निक्लिन्छ। अब म माथि गएर त्यहाँ एक